तपाईहरू पनि यस्ता खालको डिजाइनिङ बनाएर चाहिँ तपाईहरूले पनि कोनबिनीमा गएर प्रिन्ट आउट गर्न चाहनुहुन्छ। यदि चाहनुहुन्छ भने चाहिँ आज म सिकाउन गइरहेको छु। सर्वप्रथम चाहिँ म यहाँ लसनमा आइसकेको छु र लसनमा चाहिँ एउटा चाहिँ यहाँबाट चाहिँ म एउटा प्रिन्ट आउट गर्नेछु। सर्वप्रथम चाहिँ यहाँ नजिक सुमाहो प्रिन्टमा क्लिक गरेर चाहिँ पिडिएफ म प्रिन्ट गरेर देखाउनेछु। पिडिएफ क्वालिटी राम्रो हुनेछ। यहाँ हेर्न सक्नुहुनेछ यो एप डाउनलोड गर्नुपर्ने हुन्छ। यो एप डाउनलोड गरिसके पछाडि प्रिन्ट पिडिएफ भन्ने छ। यसमा म ट्याप गर्छु र यसरी पिडिएफलाई तपाईँहरूले पिडिएफ सिलेक्ट गर्नुपर्ने हुन्छ र मैले सिलेक्ट गरिसकेको छु। अब चाहिँ हामीले प्रिन्ट सिलेक्टेड पिडिएफ छ यसमा हामी ट्याप गर्नेछु र हामी अगाडि बढ्नेछु। तपाईँले यहाँ नजिक चाहिँ केही नेटवर्क जोड्नुपर्ने हुन्छ जुन कि अब हाम्रो यहाँ कोनबिनीको जुन हाम्रो यो छ त्यहाँको जुन वाइफाई सिग्नल छ त्यो कनेक्ट गर्नुपर्ने हुन्छ र त्यो कनेक्ट चाहिँ अटोमेटिक हुनेछ त्यहाँ 3, 2, 1, 0. र अब यहाँ नजिक चुकीको बटन क्लिक गर्छु र मैले फुचुमा क्लिक गरेँ चाहिँ तपाईँहरूले पिडिएफ देख्नुहुनेछ र म यहाँ नजिक चुकीको बटन क्लिक गर्छु र मलाई कलर चाहिएको छ। कलर सहितको A4 साइजको पेपर होइन। यसरी म ट्याप गर्छु र यहाँ स्क्रिनमा हेर्न सक्नुहुनेछ त्यही फोटो आइसकेको छ र जसरी म नेक्स्ट बटन क्लिक गर्छु यहाँ पैसा हाल्नु भनिरहेको छ र म पैसा हाल्न गइरहेको छु। यसरी म पैसा हाल्छु र पैसा हालिसके पछाडि चाहिँ अब यहाँ नजिक सुतातो होइन स्टार्टको बटन जुन भने छ यसमा म ट्याप गर्छु र हाईमा क्लिक गर्छु। त्यस पछाडि यो केही क्षणमा प्रिन्ट आउट भएर आउनेछ। प्रिन्ट चाहिँ कहाँ हुनेछ भने चाहिँ यतापट्टि साइडमा जुन प्रिन्ट भइसके पछाडि कस्तो खालको क्वालिटी आउनेछ त्यो पनि म देखाउनेछु। प्रिन्ट भइसकेको छ। प्रिन्ट हेर्नुहोस् कस्तो राम्रो प्रिन्ट भएको छ। यसरी नै तपाईँहरूले बनाएर होइन डिजाइनिङ गरेर कसैलाई केही दिँदाखेरि चाहिँ यसरी तपाईँले दिन सक्नुहुनेछ। म